आज हामी N5 को लेसन 2 को भोक्याब पढ्छौँ र सुरुमा छ खोरे भनेको यो नजिकको वस्तु जनाउँदा, सोरे भनेको त्यो, आरे भनेको ऊ त्यो, खुनो भनेको यो, सुनो भनेको त्यो, आनो भनेको ऊ त्यो, ऊ त्यहाँको। त्यसै गरी होन भनेको किताब, जिस्यो भनेको शब्दकोश, जस्सी भनेको म्यागजिन पत्रिका, सिन्बुन भनेको समाचार पत्र। त्यस्तै गरी नोतो भनेको नोटबुक, तेच्यो भनेको पोकेट नोटबुक, मेइसी भनेको बिजनेस कार्ड, कादो भनेको कार्ड, तेरेहोन कादो भनेको टेलिफोन कार्ड, एनपिचु भनेको पेन्सिल, बोरुपेन भनेको बलपेन, स्यापु पेन्सिरु भनेको यान्त्रिक सिसा कलम, खागी भनेको चापी, तोकेई भनेको घडी, खासा भनेको छाता, खाबान भनेको झोला, कासेत्तो टेपु भनेको क्यासेट टेप, तेरेबी भनेको टेलिभिजन, राचियो भनेको रेडियो, टेपुरेकोदा भनेको टेप रेकर्डर। त्यस्तै गरी कामेरा भनेको क्यामेरा, ओमियागे भनेको उपहार, कम्प्युता भनेको कम्प्युटर, जिदौस्या भनेको कार, चुकुए भनेको डेस्क, इसु भनेको कुर्ची, चोकोरेतो भनेको चकलेट, कोही भनेको कफी, एहिगो भनेको इङ्ग्लिस भाषा, निहोङ्गो भनेको जापानिज भाषा, गो भनेको भाषा, नानी भनेको के कस्तो कुन भन्न खोजेको, सौ भनेको त्यसकारण, चिगाइमास भनेको यो होइन भनेको त भिन्न छ, तपाईँ गलत छ भन्न भनेको छ त्यो मिनिङमा, तर त्यो भन्दा फरक भन्न खोजेको, सौदेशका भनेको हो र भनेको, आनो भनेको ठिक छ, होन्नो किमोची देश त्यस्तो केही पनि होइन, केही छैन, दौजो भनेको कृपया कसैलाई दिँदा ल लिनुहोस् भन्दाखेरि दौजो भनिन्छ, दोमो आरिगातो भनेको वेल धन्यवाद भनेको, दोमो आरिगातो गोजाइमास भनेको धेरै धेरै धन्यवाद, कोरेखारा ओसिवानी नारिमास भनेको म यसपछि तपाईँको अमूल्य सहायताको अपेक्षा गर्दछु भनेको, दौमो भनेको थ्याङ्क्स, कोची र कोसो योरोसुकु भनेको तपाईँलाई भेट्दा खुसी लाग्यो, कसैले तपाईँलाई भन्छ त्यसपछि तपाईँले प्रत्युत्तर दिँदा भनिन्छ। हामीले N5 को लेसन 2 पढ्यौँ, सबैले राम्रोसँग पढ्नु होला। थ्याङ्क यू फर वाचिङ।